पाँचथर यात्राको क्रममा हामी आजको यो भिडियोमा हामी पाँचथरको सदरमुकाम फिदिम बजार हेर्नेछौँ। यो बजार पहिला अत्यधिक धुलो उठ्थ्यो, अत्यधिक धेरै। अहिले वान वे जस्तो बिचमा गार्डन राखेर वान वे बाटो बनिएको छ। अत्यन्त सहज छ अहिले बाटो। आलगैरी भन्ने क्षेत्र हो यो फिदिमको तल्लापट्टि, जुन बाटोबाट जोरपोखरी, ताप्लेजुङ अरू धेरै क्षेत्रमा पुग्न सकिन्छ। अब हामी यहाँदेखि दाहिने मोडिएर इलाम हुँदै झापासम्मको यात्रा गर्नेछौँ। पहिले निकै व्यस्त देखिने फिदिम बजार अहिले धेरै मानिसहरूको चाप कम हुन थालेछ। त्यति धेरै भिडभाड भने देखिँदैन। पाँचथरको सदरमुकाम फिदिम बजारमा पनि गर्मी निकै बढी हुँदो रहेछ। बजारको बीच मूल बाटो हुँदै हामी इलाम झापाको यात्रामा छौँ। आज हामी विशेष रूपमा पाँचथरको सदरमुकाम हामी हजुरहरूलाई देखाउँदैछौँ। अत्यन्त सुन्दर छ। बाटोमा गाडीहरू पार्किङ भएका छन्। धेरै चाप नभएका कारणले बाटो खाली नै छ, सहजै छ। यहाँदेखि हामी दाहिने जाँदा बस पार्क, सिधै जाँदा हामी इलाम हुँदै झापा पुग्छौँ। पुरा भिडियो हेर्नका लागि च्यानललाई सब्सक्राइब गरेर हजुरहरू जोडिन सक्नुहुनेछ भन्दै आजको यो भिडियोबाट हामी बिदा माग्न चाहन्छौँ। पुरा यात्राको भिडियो हामी पुनः लगाउँदै जानेछौँ। हजुरहरू सबैको दिन शुभ रहोस्। धन्यवाद।